आज गर्न लागेको पत्रकार भेटघाट कार्यक्रममा यहाँ उपस्थित सम्पूर्ण पत्रकार मित्रहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आजको यस पत्रकार भेटघाट कार्यक्रममा हामीले कास्की जिल्लामा पक्राउ परेका अवैध सुनचाँदी शुल्क गरगहनासहित पक्राउ परेका व्यक्तिको सार्वजनिक गर्न गइरहेका छौँ। यसमा विभिन्न किसिमका सुन तथा हिराका गरगहनासहित 2 जना मानिस पक्राउ भएको सम्बन्धमा मैले अगाडि बढ्न चाहन्छु। मिति 82 साल 3 महिना 6 गते पोखराको विभिन्न स्थानहरूमा अवैध रूपमा बिक्री वितरणलाई सुन ल्याएको भन्ने गोप्य सूचना प्राप्त हुनुसार जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वार्ड नम्बर 22 पुण्यभूमि स्थितबाट बुटोलतर्फ जाँदै गरेको माइक्रो बसमा चेक जाँच गर्ने क्रममा 2 जना मानिसहरूलाई सुनको गरगहनासँग हामी पक्राउ गरेको छौँ। यसमा पक्राउ परेको व्यक्ति कुलदीप सिंह वर्ष 49, उहाँको ठेगाना न्यू प्रताप नगर जीटी रोड अमृतसर 1 पंजाब को स्थायी ठेगाना। उहाँ त्यही बसोबास गर्ने व्यक्ति हुनुहुन्छ र उहाँको पेसा सुनचाँदी काम गर्ने, कालीगढ काम गर्ने सुनचाँदी व्यवसायसँग सम्बन्धित लामो समयदेखि 2007 देखि नै यो पेसामा आबद्ध रहेको प्रारम्भिक अनुसन्धान भएको छ र हामीले उहाँलाई हिजो पक्राउ गरेको। यसै गरेर उहाँको साथीको रूपमा सहयोगीको रूपमा रहनुभएका रामबहादुर विक वर्ष 47, उहाँ जिल्ला रूपन्देही तिलोत्तमा नगरपालिका वार्ड नम्बर 16 अवस्थायी घर र उहाँ पनि सुन्ने काम गर्ने, सुनको कारीगर। उहाँ आफ्नै घरमा सुनको काम गर्ने गरेको उहाँले बताउनुभएको छ र उहाँको शैक्षिक योग्यता 8 पास छ। पक्राउ मिति 82 साल 3 महिना 6 गते हामीले हिजै नै 2 जना पक्राउ भएको र पत्थर सहितको सुनको गरगहनाको विवरण हामीले जुन बरामद गरेका छौँ यो तपाईँले जुन अहिले देखिरहनु भएको छ। यसमा 9 वटा आइटमहरू छ। सुनको ढिक्का सानो ठुलो 2 तोला 23 लाख, सिक्री 29 थान, यसको तौल 10 तोला 31 लाख। यो पत्थर सहितको यसको तौल हो। यो दानावाला माला 1 थान, तौल 2 तोला 94 लाख, पत्थर जडित र हिरा जडित औँठी 57 थान, तौल गर्दा 10 तोला 54 लाख, कानमा लगाउने जुली 324 थान, तौल गर्दा 27 तोला 63 लाख, मङ्गलसूत्र 17 थान, तौल गर्दा 5 तोला, लकेट 79 थान, तौल गर्दा 13 तोला 12 लाख, कालो रातो माला सहितको पोते 19 थान, तौल गर्दा 9 तोला 39 लाख र झुम्का ससाना टुक्रा 1 तोला गरेर जम्मा 82 तोला 16 लाख, जुन चाहिँ 957.98 ग्राम चाहिँ यसको तौल छ। यो लगभग 1 किलोभन्दा थोरै कम हामीले बरामद गरेका छौँ। यो बरामद गरेको यो पिक्चर यहाँ लिइसक्नुभएको छ र प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका तथ्यहरूमा चाहिँ कुलदीप सिंह र जुन रामबहादुर विक जुन हुनुहुन्छ उहाँहरू फेसबुक मार्फत एक आपससँग सम्पर्कमा जोडिनु भएको देखिन्छ। 3 वर्ष पहिलेदेखि नै उहाँको बिचमा चाहिँ कुराकानी आदान प्रदान भइरहेको पनि छ र 2 जना सुन पसलमा काम गर्ने कालीगढ। अब अनि त्यसपछि कुलदीप सिंह तपाईँको भारतको विभिन्न स्थान यूपी, गोरखपुर, बिहार, उडिसा, दिल्ली, हरियाणा लगायतको विभिन्न ठाउँमा चाहिँ सुनको सप्लाई गर्दै हिँड्ने, गरगहना लिने अनि सप्लाई गर्दै पसलमा गएर चाहिँ उसले चाहिँ त्यो सुनको पसलमा गएर चाहिँ सुनका जुन गरगहना छन् त्यो बेच्ने गरेको प्रारम्भिक अनुसन्धान खुलेको छ र उसले नेपालमा पनि आएर नेपालको काठमाडौँ, नारायणगढ र पोखरामा आएरलाई चाहिँ उसको चाहिँ लक्षित मार्केट रूपमा उसले यहाँ आएर बेच्ने किसिमको योजना बनाएको देखिन्छ र उसले उक्त गरगहना चाहिँ अमृतसर पन्जाबबाट नै एउटा अमरजित भन्ने साहुको पसलबाट उसले चाहिँ लिने गरेको भन्ने उसको उबाट प्रारम्भिक अनुसन्धान देखिएको छ र कुलदीप सिंहले चाहिँ रामबहादुर विकलाई साथी बनाए पश्चात चाहिँ पोखरा आउने उसको प्लानमा चाहिँ उसले मसँग साथी गइदिनुपर्छ र मलाई मैले ठाउँ चिन्दिनँ, तपाईँले चाहिँ मलाई सहयोग गरिदिनु पऱ्यो भन्ने किसिमबाट केही रकम म दिन्छु भन्ने किसिमबाट चाहिँ उसले इन्डियाबाट यता आएर उसलाई साथीको रूपमा पोखरा आएको देखिन्छ र रामबहादुर विक चाहिँ सुन बिक्री भए पश्चात केही रकम लिने शर्तमा ऊ पनि उसको साथी रूपमा आउँदाखेरि 2 जनालाई हामीले पक्राउ गर्न सफल भएका छौँ र यो फेसबुकको पनि हामीले स्क्रिनसट पनि राखेका छौँ। यसमा कुलदीप सिंह र यो जुन अमन ज्वेलरी भन्ने जुन कुलदीप सिंहकै हो, यसले चाहिँ सुनका विभिन्न किसिमका गरगहनाहरू चाहिँ फेसबुक मार्फत नै उसले प्रचार गरेको देखिन्छ र जुन रामबहादुर विकको देव लामगाडे भन्ने जुन उसको चाहिँ फेसबुक आइडी छ उहाँहरूको बिचमा कुराकानी भएको पनि हामीले देखाइरहेका छौँ र हिजोको बजार मूल्य अन्तर्गत चाहिँ 3 महिना 6 गतेको बजार मूल्य अनुसार चाहिँ नेपाल सुनचाँदी
रत्न तथा आभूषण व्यवसाय सङ्घ कास्कीबाट चाहिँ हामीले यसलाई परीक्षण पनि गरेका थियौँ। यो पहेँलो धातु सुन्दर देख्यौँ पहेँलो धातु भनेर हामीले चाहिँ उहाँलाई परीक्षण गरेर पठाएका थियौँ। उहाँले चाहिँ यसलाई परीक्षण गरेर पठाउनु भएको छ। यसमा 22 क्यारेट 18 क्यारेट र 24 क्यारेटका सुनहरू रहेको उहाँले हामीलाई प्रतिवेदन दिनुभएको छ, जसमा हिजोको बजार मूल्यको आधारमा चाहिँ यो पत्तर पट्टा गरेर 1,30,41,08 रुपियाँ चाहिँ यसको बजार मूल्य रहेको उहाँले हामीले प्रतिदिन छ। अब यसलाई हामीले हाम्रो प्रारम्भिक अनुसन्धान सकिएको छ। अब हामीले यसलाई राष्ट्र अनुसन्धान कार्यालय बुटबल अथवा राष्ट्र अनुसन्धान काठमाडौँ हामी दुईवटा कार्यालयमा एउटा कार्यालयमा हामीले पठाउँछौँ र त्यहीँबाट यसको चाहिँ अवैध सुनको बिलबिनाको सुनको त्यही अनुसारको त्यही कार्यालयले त्यही विभागले हामी जहाँबाट त्यहाँबाट कारबाही धन्यवाद। अब यो टेन्टिभली भारतमा बस्ने एकजना र नेपालमा चाहिँ रोक्ने बस्ने दुईजनाको समूह तपाईँले देखिएको छ। अब सम्भवतः भारतबाट ठ्याक्कै ल्याएको भन्ने विषय भन्दा पनि अब यसले चाहिँ अवैध रूपमा जुन चाहिँ सुनहरू लिएर आएर गरगहनाहरू बनाएर फेरि चाहिँ अर्डर बिना गरगहना बनाउने ल्याएर पसलमा बेच्ने सुनचाँदी पसलमा बेच्ने र यसको पैसा आर्जन गर्ने र उसले चाहिँ उसको चाहिँ 3% 4% कमिसन रूपमा चाहिँ आफूले राख्ने भन्ने किसिमको पनि बुझिएको छ। यसको असली ओनरसम्म हामी पुग्ने जुन मैले एउटा इनाम पनि भनेको थिएँ त्योसम्मको पनि खुलेको छ र यसमा यी दुईजनाले चाहिँ पोखराका विभिन्न सुनचाँदी पसलमा सुन बिक्रीको लागि डुलाएको पनि देखिन्छ र पोखराका सुनचाँदी पसल व्यवसाय सचेत पनि रहेको कारणले पनि हामीलाई सहज पनि भयो। यो बिक्री भएको भए पत्ता लगाउनका लागि गाह्रो पनि हुन्थ्यो होला। यसमा चाहिँ उहाँहरूले बिना बिलका सुनहरू हामी लिन्नौँ भन्ने किसिमबाट फिर्ता गरेको पनि बुझिएको छ र उसले पोखरामा यो बिक्री गर्न पाएन। अब पुनः उसको मार्केट चाहिँ बुटवललाई चाहिँ उसले मार्केटको रूपमा चाहिँ दोस्रो मार्केटमा उसले पुरै गर्न खोज्दाखेरि हामीले बिचबाटबाट एउटा समाउन सक्यौँ।